सकिन्छ। आज हामी दोस्रो इतिहासको पुस्तकमा पुगेका छौं। तपाईहरु अब बीच-बीचमा कति छुट्नु भएको छैन भने तपाईले भिडियो हेर्न सक्नुहुन्छ। छुट्नु भएको छैन भने ठिकै छ है। यदि छुट्नु भएको छ भने चाहिँ यो भिडियोहरु मैले रेकर्ड गर्नुको अर्थ चाहिँ यो हाल्दिएको छु युट्युबमा। तपाईले सर्च गरेर खोज्नु भयो भने पाउनुहुन्छ है। बार रेकर्ड गर्न सकिदैन, त्यही भएको कारणले मैले यसलाई चाहिँ त्यसमा हाल्दिएको छु। तपाईले पाउन सक्नुहुन्छ है त। हुन्छ, आज हामी पहिलो इतिहासका पुस्तकलाई सरसर्ती रूपमा हेर्नेछौं है। लेखक एज्रा भनेर चाहिँ भनिएको छ, तैपनि प्रश्नवाचक पनि छ। कतिपय कुराहरुमा कतिजनाले चाहिँ विश्वास नगर्ने भएको कारणले गर्दा त्यो कुराहरु छ। अनि मुख्य विषय चाहिँ इजरायलको उद्धारको इतिहास। ईसा पूर्व लेखिएको मिति 450 देखि 420 सम्मको समयमा चाहिँ यो पुस्तक लेखिएको थियो। रूपरेखालाई हेरौँ है हामी। 1 नम्बरमा चाहिँ वंशावलीहरु आदमदेखि निर्वासन पछिको पुनःस्थापनासम्म 1:1 देखि 9:44। आदमदेखि अब्राहमसम्म 1:1 देखि 27। अब्राहमदेखि याकुबसम्म 1:27 देखि 54। याकुबदेखि दाउदसम्म 2:1 देखि 55। दाउददेखि बेबिलोनको निर्वासनसम्म 3:1 देखि 24। 12 कुलहरुका वंशावलीहरु 4:1 देखि 8:40। बचेका वंशावलीहरु 9:1 देखि 34। निर्वासनबाट फर्किएका कुलहरु 9:1 देखि 9। निर्वासनबाट फर्किआएका पुजारीहरु 9:10 देखि 13। निर्वासनबाट फर्किआएका लेवीहरु 9:14 देखि 34 सम्म। अनि साउलको वंशावली 9:35 देखि 44 सम्म। यसरी पहिलो खण्ड चाहिँ यसरी रहेको छ पहिलो भागमा। अब दोस्रो भाग दाउद तिनको शासनको दीर्घकालीन महत्व 10:1 देखि 29:30। साउल र तिनका छोराहरूको मृत्यु 10:1 देखि 14। यरुशलेमको कब्जा र दाउदका वीर मानिसहरू 11:1 देखि 12:40। सन्दुक फर्काइएको, आराधनाको पुनःस्थापना र राज्यको स्थापना 13:1 देखि 16:43। दाउदसँगको करार 17:1 देखि 27। दाउदका सैनिक विजयहरू 18:1 देखि 20:8। दाउदको पापमय जनगणना 21:1 देखि 30। दाउदले मन्दिर निर्माणको निम्ति राम्ररी तयारी गरेका 22:1 देखि 19। दाउदले मन्दिरको सेवाको निम्ति लेवीहरूको व्यवस्था गरेका 23:1 देखि 26:32। दाउदको प्रशंसनिक संगठन यो 27:1 देखि 34। उत्तराधिकारी र मन्दिरको निम्ति दाउदको अन्तिम तयारी 28:1 देखि 29:20। सोलोमन राजा अभिषेक गरिएका र दाउदको मृत्यु 29:21 देखि 30 सम्म। यसरी चाहिँ यो पुस्तकको रूपरेखा तपाईले मैले पाउन सक्छौं। अगाडि बढौं। पृष्ठभूमि। यो पृष्ठभूमिलाई अलिकति यहाँदेखि होला। पृष्ठभूमि 1 र 2 इतिहासका पुस्तकहरुमा निर्वासन भन्दा अगाडिको इतिहास उल्लेख गरिएको छ। तैपनि यी पुस्तकहरुको उत्पत्ति र दृष्टिकोण निर्वासन पछिका छन्। यी पुस्तकहरु ईसापूर्व 5औं शताब्दीको आधा भागतिर बेबिलोन र फारसबाट एज्रा र यहुदीहरुको दोस्रो ठूलो समूह प्यालेस्टाइनमा फर्केको केही समयपछि लेखिएको थिए। ईसापूर्व लगभग
457 तिर राजा नबुकदनेश्वरले यरुशलेमको आक्रमण र सर्वनाश गरे। ईसा पूर्व 605 देखि 586 मा यो खास 3 चोटि आक्रमण गरेर लगेको छ। 605 देखि नै आक्रमण गर्न थालेका थिए र एकैचोटि लान सकेको छैन। 3 चोटि अलिअलि गर्दै 586 मा चाहिँ पूर्ण रूपमा मन्दिरको ध्वस्त, मन्दिर जलाइएको र त्यसपछि निर्वासन लगिएको कुराहरू पाउन सक्छौं। त्यसपछि त्यहाँका मानिसहरूलाई करिब 70 वर्षसम्म बेबिलोनमा कैद गरी निर्वासनमा लगे। यस घटनाले करारका मानिसहरू, यहुदीहरूको आशा र आदर्श सबै बदाभुङ्ग बनाइदिएको थियो। यसैकारण निर्वासनमा लगिएका मानिसहरू यरुशलेम पुनर्निर्माणको निम्ति फर्के र मन्दिरको आत्मिक जग बसाल्न आवश्यकता थियो। अर्थात् तिनीहरूले आफ्नो विगतको उद्धारको इतिहास पहिचान गर्नु र करारका मानिसहरूको रूपमा तिनीहरूले आफ्नो वर्तमान विश्वास र भविष्यको आशा बुझ्नु आवश्यकता थियो। 1 र 2 इतिहासका पुस्तकहरू निर्वासनबाट फर्केका मानिसहरूलाई यो खाँचोको विषय सम्बोधन गर्नका लागि लेखिएको थियो। अहिले हामीले दोस्रो इतिहास पढ्दा पनि यो कुराहरू नै सम्मिलित हुन्छ है। यी कुराहरू नै आउँछ किनभने यो सँगसँगै लेखेको भएको कारणले गर्दा यी कुराहरू पाउन सक्छौं। अगाडि जाउँ। इतिहासका पुस्तकहरू एज्रा र नहेम्याका पुस्तकहरू निर्वासनबाट प्यालेस्टाइनमा फर्किआएका यहुदीहरूको निम्ति लेखिएका थिए। यो कसको लागि लेखिएको थियो भन्ने कुरा हामीले बुझ्नुपर्छ र यी पुस्तकहरू एक अर्कासँग लेखन शैली, भाषा, दृष्टिकोण र उद्देश्यमा मिल्दाजुल्दा छन्। यी सबै पुस्तकहरू एकैजना लेखकले लेखेका थिए वा सङ्कलन गरेका थिए अनि तालमुड र धेरैजसो प्राचीन यहुदी र ख्रिस्टियन विद्वानहरूको अनुसार ती व्यक्ति पुजारी र शास्त्री एज्रा थिए भनेर चाहिँ मान्यता दिन्छन्। 1 र 2 इतिहासका पुस्तकहरू पुजारीय दृष्टिकोणबाट लेखिएका र सम्भवत एज्राको जीवनकालमा लेखिएका र 2 इतिहासको पुस्तकको अन्तिम पदहरू 36 अध्यायको 22 देखि 23 पदहरू एज्रा 1 को 1 देखि 3 मा दोहोरिएको कारण तालमुड परम्परा अनुसार एज्रा नै इतिहासकार भएको मानिन्छ है। कतिजनाले विश्वास नगरे तापनि तालमुडको परम्परा अनुसार र कति यी दोहोरिएका कुराहरूलाई हेर्दाखेरि एज्रा नै यसको लेखक मानिएको छ। इतिहासका पुस्तक लेख्ने क्रममा लेखकले पुराना करारका निश्चित पुस्तकहरू र राजाहरू, अगमवक्ताहरूका विवरण उल्लेख गरिएका तर क्याननभित्र नपर्ने अन्य लिखित सामग्रीहरू पनि आफ्नो स्रोतको रूपमा प्रयोग गरेका थिए। जस्तै 1 इतिहास 29 को 29, दोस्रो इतिहास 9 को 29, 12 को 15, 20 को 34, 32 को 32। अपोक्रिफाको पुस्तक 2 म्याकबीज 2 को 13 देखि 15 का अनुसार नहेम्याले आफू राजपाल भएको बेलामा यरुशलेममा पुस्तकालयको स्थापना गरे। तिनले त्यस पुस्तकालयमा राजाहरू र अगमवक्ताहरूको बारेमा उल्लेख गरिएका असंख्य विवरणहरू राखे। आत्मिक अगुवाको रूपमा एज्रालाई
इतिहासका पुस्तकहरूमा समावेश गरिएका विषयवस्तु सङ्कलन गर्नका लागि उपलब्ध सबै स्रोतहरू प्रयोग गर्ने अनुमति दिएको थियो। यो प्राचीन परम्परा हो र पवित्र आत्माले यी दुई पुस्तकहरूलाई अस्तित्वमा ल्याउन अगुवाई र प्रेरणा दिनुभएको वास्तविक प्रतिबिम्बित गर्दछ। यहाँ अपोक्रिफाको कुराहरू पनि आएको छ। यो चाहिँ यो बाइबलमा नआएका पुरानो करारका पुस्तकहरू पर्दछन्। यो पुस्तकहरू पनि छ, केही पुस्तकहरू, तर यी पुस्तकहरू मा पनि कति कुराहरू समावेश छ, तर ती पुस्तकहरूलाई छानबिन गर्दाखेरि चाहिँ क्यानोनाइज गर्न नसकेको कुराहरू हामीले बुझ्न सक्छौँ। ती पुस्तकहरूले परमेश्वरतिर डोराउने र एउटा शुद्ध आत्मिक जीवन निर्माण गर्ने भन्दा पनि अरू नै कुराहरू बेसी समावेश भएको कारणले यो चाहिँ क्यानोनाइज अथवा क्याननमा पर्न सकेन, जसलाई चाहिँ अपोक्रिफाका पुस्तकहरू भनेर हामी भन्न सक्छौँ। अब उद्देश्यमा हामी हेरौँ। इतिहासका पुस्तकहरू निर्वासनबाट फर्किआएका यहुदीहरूलाई आफ्नो पिता पुर्खा र उद्धारको इतिहाससँग पुनः सम्बन्धित बनाउन लेखिएका थिए। यसो गर्दै लेखकले 3वटा विषयहरू यस पुस्तकमा समावेश गरे। यो निर्वासनबाट फर्किआएका मानिसहरूलाई उनीहरू 70 वर्ष निर्वासनमा बसेर फर्किआएपछि धेरै कुराहरू बिर्सेका थिए, धेरै कुरा उनीहरूलाई नयाँ थिए। तैपनि पुरानो कुराहरू बिर्सिन नसकेको होस्, पिता पुर्खादेखि उद्धारको इतिहास उनीहरूलाई थाहा होस् भन्ने उद्देश्यले हामीले पहिलो इतिहास को पुस्तकमा वंशावलीको कुराहरूदेखि सुरु गरेको थाहा पाउन सक्छौँ। पहिलो कुरा, यहुदीहरूले आफ्नो जातीय र आत्मिक प्रतिष्ठा संरक्षण गर्नुपर्ने महत्त्व दर्शाउँछ। फर्केर त आयो, कहाँको प्रकारको नहोस्, आफ्नो जातीय र आत्मिक प्रतिष्ठालाई चाहिँ संरक्षण गर्न पर्छ भन्ने महत्त्व दर्शाउनका लागि चाहिँ यो कुराहरू लेखिएको, यसको महत्त्व बुझ्न सकिन्छ। दोस्रो कुरा चाहिँ दोस्रो र तेस्रो सँगै आयो। परमेश्वरसँग तिनीहरूको निरन्तर अघि बढिराखेको सम्बन्धमा सांसारिक राजाप्रति निष्ठावान हुनुभन्दा व्यवस्था, मन्दिर र पुजारीपनमा अझ बढी महत्त्वपूर्ण भएको दर्शाउनको लागि चाहिँ यो पुस्तकको उद्देश्य रहेको छ। सम्बन्धित राजाहरू भन्दा पनि व्यवस्थाका कुराहरू, मन्दिरका कुराहरू, पुजारीका कुराहरू, जुन चाहिँ उनीहरूको पहिचानका कुराहरूमा समावेश थिए, त्यो कुराहरूमा अलि महत्त्वपूर्ण र बढी जोड दिनका लागि यो पुस्तकले दर्शाएका छन्। तेस्रोमा, दाउदका सन्तानबाट मसीहा आउनुहुनेछ र सदा सर्वदाको निम्ति सिंहासनमा बस्नुहुनेछ भन्ने परमेश्वरको प्रतिज्ञामा इजरायलको आखिरी आशा दर्शाउँछ। 1 इतिहास 17:14 पनि यो कुराहरू पाउन सक्छौँ है। उनीहरूले थाहा पाउनुपर्ने थियो, दाउदको सन्तानबाट नै मसीहा आउनुहुनेछ र उहाँको सिंहासन चाहिँ सदा सर्वदाको निम्ति सिंहासनमा बस्नुहुनेछ र परमेश्वरको प्रतिज्ञा इजरायलको लागि आखिरी आशा के थियो त भन्ने कुरा दर्शाउनको लागि यो कुरा अथवा यो पुस्तकले उनीहरूलाई टेवा दिएका थिए, लेख्नुको उद्देश्य। अब सर्वेक्षण गरौँ अलिकति। 1 र 2 इतिहासका पुस्तकहरू लेखन र दृष्टिकोण निर्वासन पछिको भए तापनि यो पुस्तकमा आदमदेखि कोरेस राजाको उर्दीसम्मका पुरानो करारका इतिहास समावेश छन्। ईसा पूर्व 538 त्यति बेला यहुदीहरू बेबिलोन र फारसको निर्वासनबाट आफ्नो
मातृभूमिमा फर्कने अनुमति दिएको थियो। 538 ईसा पूर्वमा। एक इतिहासको पुस्तक मुख्य दुई विषय वस्तुमा केन्द्रित छन्। इजरायलको वंशीय इतिहास 1 देखि 9 अध्याय र राजा दाउदको शासन 10 अध्यायदेखि 29 अध्यायमा यसरी दुईवटा कुरामा चाहिँ यो इतिहासको पुस्तकलाई मुख्य विषय वस्तुको रूपमा राखेको छ। तपाईले पढ्दा पनि यसरी यो कुरा थाहा गरेर पढ्नु भयो भने चाहिँ ठ्याक्क थाहा हुन्छ। 1 देखि 9 सम्म चाहिँ इजरायलको वंशीय इतिहास र 10 देखि 29 मा चाहिँ राजा दाउदको शासन। 1 मा हेरौँ अब। अध्याय 1 देखि 9 ले आदमदेखि अब्राहमसम्म, अब्राहमदेखि दाउदसम्म र दाउददेखि बेबिलोनमा निर्वाचनसम्मका इजरायलको अद्वितीय उद्धारको इतिहास प्रस्तुत गर्दछ। याकुबका 12 छोराहरू मध्ये यहुदा कुलबाट पहिलो स्थानमा राखिएको छ, किनकि दाउदको वंश, मन्दिर र मसिया यी सबै यहुदा कुलबाट आएका थिए। अब येशू ख्रीष्ट कुन कुलबाट आए भन्दाखेरि तपाईले नबिर्सनु, यहुदा कुलबाट। वंशावलीहरूले मानव इतिहासको सुरुवातदेखि निर्वासन पछिको वर्तमान समयसम्म परमेश्वरले बाँचेका विश्वासयोग्य मानिसका समूहहरूलाई कसरी आफ्नो निम्ति चुन्नुभयो र सुरक्षित राख्नुभयो भनी देखाउँछ। यो पुस्तकको पुजारीय दृष्टिकोणको कारण पुजारीहरू र लेवीहरूका परिवारहरूलाई विशेष महत्त्व दिएको छ है। दोस्रो कुरा, अध्याय 10 देखि 29 चाहिँ राजा दाउदको शासनकालको निम्ति अर्पण गरिएको छ। दाउदका वीर मानिसहरू अध्याय 11 र 12 र तिनका ठुला विजयहरूका अध्याय 14 देखि 18 को 20 प्रशंसा गरिएको छ। साथै तिनको शासनमा सेवारत लेवीहरू, पुजारीहरू र संगीतकारहरूका विषयमा विशेष उल्लेख गरिएको छ। अध्याय 23 देखि 26 मा दाउदले करारको सन्दुक फिर्ता ल्याइएका र तिनले यरुशलेमलाई इजरायलको आराधनाको केन्द्रको रूपमा स्थापना गरेको विषयलाई लेखकले विशेष जोड दिएको छ। अध्याय 13 देखि 16, 22, 28 र 29 अध्यायमा यो कुराहरू पाउनुहुन्छ। दाउदको व्यभिचार र हत्याको घोर पाप सम्बन्धी अगमवाणीय प्रकाश र त्यसपछि दाउदको जीवनमा आएका दुष्ट परिणामहरू एक इतिहासमा संलग्न नगरिएको कारण एक इतिहास र 2 सामुएलको विषय वस्तुमा भिन्नता पाइन्छ। यसको सट्टामा एक इतिहासको पुस्तकमा 2 सामुएलका पुस्तकमा समावेश नगरिएका विषय वस्तुहरू समावेश गरिएका छन्। मन्दिर निर्माणको निम्ति दाउदको लगनशीलता र आवश्यकता सरसामानहरूको बन्दोबस्तको विस्तृत विवरण र परमप्रभु परमेश्वरको आराधनाको स्थापना कुराहरू चाहिँ यहाँ पाउनुहुन्छ। निर्वासनपछि परमेश्वरका मानिसहरूका समुदायको आवश्यकताहरू पूरा गर्नका निम्ति यो पुस्तकमा पवित्र आत्माको अगुवाईमा कतिपय विषय वस्तुहरू समावेश गरिएका छैनन् भन्ने कतिपय विषय वस्तुहरू थप गरिएका छन् है। अब केही कुराहरू त्यहाँ मिलेको पाउँछौँ त्यो पुस्तकहरूमा भएको, तर धेरै जसो पुस्तकहरू इतिहासको पुस्तकमा भएको कुराहरू तपाईले पहिलो दोस्रो सामुएलमा पाउनुहुन्न र कतिपय त्यसरी ती घटनाक्रमहरूलाई त्यसरी प्रस्तुत गरेको थाहा पाउँछौँ। अझ धेरै कुराहरू खुलेको, जुन कुरा सामुएलको पुस्तकमा लेखेको छैन त्यो कुरा पहिलो इतिहासमा दोस्रो इतिहासमा उल्लेख गरेको छ है।
अब मुख्य पदहरू पहिलो इतिहास 11 को 1 र 2। त्यसपछि सारा इजरायल जम्मा भएर हेब्रोनमा दाउद कहाँ आए। तिनीहरूले भने, हामीहरू तपाईकै हाड नाता हौ। बितेका समयमा जब साउल अझै राजा नै थिए तब तपाईले नै इजरायलको सेनालाई युद्धमा अघि बढाउनु भयो। अनि परमप्रभु तपाईका परमेश्वरले तपाईलाई यसो भन्नुभयो, तँ मेरो प्रजा इजरायलको गोठालो हुनेछस्, तँ तिनीहरूका शासक हुनेछस्। अर्को पद पहिलो इतिहास 21 को 13। जब दाउदले गादलाई भने, म साह्रै सङ्कष्टमा परेको छु, मलाई परमप्रभुको हातमा नै पर्न देऊ, किनभने उहाँको करुणा अति महान छ, तर मलाई मानिसहरूको हातमा पर्न नपरोस्। अर्को पद पहिलो इतिहास 29 को 11। हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र ऐश्वर्य तपाईकै हुन्, किनकि स्वर्ग र पृथ्वीमा भएका सबै कुरा तपाईकै हुन्। हे परमप्रभु, राज्य तपाईको हो अनि सबै माथि तपाई सर्वोच्च हुनुहुन्छ। अब विशेषताहरूमा जाउँ। 5 मुख्य विशेषताहरू यो पुस्तकमा रहेको हामी थाहा पाउन सक्छौं। पहिलो इतिहासको पुस्तकमा चित्रण गर्दछ। पहिलो कुरा, एक इतिहासको पुस्तकले पनि 1 र 2 सामुएलको पुस्तकहरूले जति नै इतिहासको क्षेत्र समेट्छ। यो थोरै मात्रै कुराहरू छ भन्ने जस्तो तपाईलाई लागे पनि यसले धेरै कुराहरू समेटेको छन्। दोस्रो कुरा, यसमा उल्लेख गरिएका वंशावलीहरू अध्याय 1 देखि 9 सम्म बाइबलमा उल्लेख गरिएका वंशावलीहरूमा सबैभन्दा लामो र सबैभन्दा विस्तृत रूपमा छन्। अरू ठाउँमा मत्तीमा पाउनुहुन्छ, लुकामा पाउनुहुन्छ अनि उत्पत्तिमा पनि पाउनुहुन्छ, तर सबैभन्दा विस्तृत रूपमा चाहिँ पहिलो इतिहासमा पाउनुहुन्छ। 1 र 2 इतिहासका पुस्तकहरू हेब्रो पुरानो करारको पुस्तकहरूका अनुक्रममा सबैभन्दा अन्तमा राखिएका थिए। यी वंशावलीहरू अन्तमा राखिएका कारण नयाँ करारको सुरुमा मसीहको वंशावलीको निम्ति प्रेरणा र विषयवस्तु प्रदान गर्दछ। तेस्रो कुरा, दाउदले करारको सन्दुक यरुशलेममा ल्याएपछि सुरु भएको अभूतपूर्ण जागृति र आराधनाको रूपहरू पुनर्स्थापना भएको यो पुस्तकले प्रष्ट वर्णन गर्दछ। अध्याय 15 र 16। चौथो विशेषता, यो पुस्तकले दाउदसँग परमेश्वरको करारलाई अध्याय 17 मा प्रतिज्ञा गरिएका मसीह सम्बन्धी इजरायलको केन्द्रीय आशाको रूपमा जोड दिन्छ। यो पुस्तकमा पाइने चयन गरिएको इतिहासको मन्दिरको पुनर्स्थापनाका विषयमा प्रेरणा पाएका लेखकले पुजारी दृष्टिकोण, व्यवस्था र यरुशलेमको समुदायमा निर्वासन पछिको पुजारीपन झल्काउँछ। पूर्व चित्रणका कुराहरू हेरौँ। 1 इतिहास 16 को 33 मा परमेश्वरलाई धन्यवाद दिने दाउदको गीतमा उहाँले यो समयलाई जनाउनुहुन्छ जब परमेश्वर पृथ्वीको न्याय गर्न आउनुहुनेछ। यसले मत्ती 25 को पूर्व चित्रण गर्दछ, जहाँ येशूले पृथ्वीको न्याय गर्न आउने समयको वर्णन गर्नुहुन्छ। 10 कन्याहरू र प्रतिभाहरूको दृष्टान्तहरू मार्फत उहाँले चेतावनी दिनुहुन्छ कि ख्रीष्टको रगतले आफ्ना पापहरू ढाक्न नपाएकाहरूलाई बाहिरी अन्धकारमा फ्याँकिनेछ। उहाँले आफ्ना जनहरूलाई तयार रहन प्रोत्साहन दिनुहुन्छ
किनभने जब उहाँ आउनुहुन्छ उहाँले न्यायमा भेडाहरूलाई बाख्राहरूबाट अलग गर्नुहुनेछ। दाउदको करारको एउटा भाग जुन परमेश्वरले अध्याय 17 मा दोहोऱ्याउनुहुन्छ त्यसले भविष्यका मसीहालाई जनाउँछ जो दाउदको वंशज हुनेछन्। पद 13 देखि 14 ले परमेश्वरको घरमा स्थापित हुने र जसको सिंहासन सधैँभरि स्थापित हुने पुत्रको वर्णन गर्दछ। यसले केवल येशू ख्रीष्टलाई जनाउन सक्छ। अब अलिकति नयाँ करारमा पुरा भएका कुराहरूलाई हेरौँ। आदमदेखि निर्वाचनसम्मको वंशावलीको विवरण समावेश गरिएका दाउद वंशीय राजाहरू र तिनीहरूका सन्तानहरू अध्याय 3 देखि 4 ले मत्तीको पुस्तकमा येशूलाई मसीहा 1:1 देखि 17 र लुकाको पुस्तकमा येशूलाई परमेश्वरको पुत्र 3:23 देखि 28 रूपमा उल्लेख गरिएका नयाँ करारको वंशावलीको निम्ति आवश्यक तथ्याङ्क उपलब्ध गराउँछ। एक इतिहासको पुस्तकमा समावेश गरिएका दाउदको जीवनी परमप्रभुको सिंहासनमा विराजमान भएका र उहाँको राज्यमा शासन गरिराखेका चित्रणले 17:14 मसीहालाई दाउदको पुत्र येशू ख्रीष्टको आगमनको पूर्व दर्शन दिन्छ। इतिहासका पुस्तकहरूको ऐतिहासिक विश्वसनीयता भनेर चाहिँ यो इतिहासको पुस्तकमा थप आएको छ। यसलाई पनि हामी हेरौँ। बेहोसियारी समालोचकहरूले इतिहासका पुस्तकलाई काल्पनिक वा विकृत इतिहासको रूपमा हेर्छन् अनि सामुएल र राजाहरूको पुस्तकहरूमा उल्लेख गरेका विवरणहरूभन्दा कम विश्वसनीय भएको दृष्टिकोण राख्छन्। इतिहासका पुस्तकहरूमा चयन गरिएको निश्चित इतिहास मात्र समाहित छन् भन्ने कुरा सत्य हो। तथापि यी पुस्तकहरू काल्पनिक र विश्वसनीय छैनन् भन्ने कुरा सत्य होइन। यो सत्य हो कि इतिहासका पुस्तकहरूले यहुदी इतिहासको सकारात्मक पक्षलाई मात्र जोड दिन्छन्। यी पुस्तकहरूले इजरायलको असफलतालाई इन्कार गर्छन् भन्ने कुरा सत्य होइन। उदाहरणका लागि पहिलो इतिहास 21 अध्याय सामुएल र राजाहरूको पुस्तकमा उल्लेख गरिएका ऐतिहासिक विवरणहरू समावेश नगर्ने बेलामा इतिहासकारले यी पुस्तकहरूका विषयमा आफ्ना पाठकहरूलाई अघिबाटै ज्ञान भएको अनुमान गर्छन्। सामुएल र राजाहरूको पुस्तकहरूको अगमवाणीय न्यायहरू र इतिहासको पुस्तकमा उल्लेख गरिएको पुजारीय आशा दुवै सत्य हुन् र ती दुवै आवश्यक छन्। एक इतिहासको पुस्तकमा पाइने धेरैवटा ऐतिहासिक बयानहरू पुरातात्विक र अन्वेषणहरूले विश्वसनीय रूपमा आधिकारिक भएको प्रमाणित गरिसकेका छन्। कुनै पनि बयानहरू असत्य प्रमाणित भएको छैन। साथै होसियारी विद्वानहरूले इतिहासको पुस्तकमा पाइने ठूला सङ्ख्याहरूले देखावटी समस्याहरूको विषयमा आधिकारिक व्याख्याहरू उपलब्ध गराएका छन्। इतिहासका पुस्तकहरू पुरानो करारको परमेश्वरको प्रेरणाद्वारा लेखिएका सम्पूर्ण विवरणहरूको महत्त्वपूर्ण र विश्वसनीय हिस्साको रूपमा अटल छन् भन्ने कुरा अझ प्रष्टसँग बुझाएको हामी थाहा पाउन सक्छौँ। अब अन्तिम भागलाई हामी हेरौँ, व्यवहारिक प्रयोग। एक इतिहासका जस्ता वंशावलीहरू हामीलाई सुख लाग्न सक्छन्, तर तिनीहरूले हामीलाई सम्झाउँछन् कि परमेश्वरले आफ्ना प्रत्येक सन्तानलाई व्यक्तिगत रूपमा चिन्नुहुन्छ। हाम्रो टाउको कपालको सङ्ख्या
सम्म पनि मत्ती 10:30 मा उहाँले गर्न सक्नुहुन्छ। हामी को हौं र हामीले के गर्छौं भन्ने कुरामा हामी सान्त्वना लिन सक्छौं कि हामी को हौं र हामीले के गर्छौं भन्ने कुरा सधैँभरि परमेश्वरको मनमा लेखिएको छ। यदि हामी ख्रीष्टका हौं भने त हाम्रा नामहरू थुमाको जीवनको पुस्तकमा सधैँभरि लेखिएका छन्। प्रकाश 13:8। परमेश्वरले आफ्ना जनहरूप्रति विश्वासयोग्य हुनुहुन्छ र आफ्ना प्रतिज्ञा पूरा गर्नुहुन्छ। एक इतिहासको पुस्तकमा हामी दाउदलाई सम्पूर्ण इजरायलको राजा बनाई परमेश्वरले गर्नुभएको प्रतिज्ञाको पूर्ति देख्छौं। एक इतिहास 11:1-3। हामी पक्को हुन सक्छौं कि हामीलाई उहाँका प्रतिज्ञाहरू पनि पूरा हुनेछन्। हामी उहाँलाई पछ्याउनेहरूलाई पश्चातापमा, ख्रीष्टकहाँ आउनेहरूलाई र उहाँको वचन पालन गर्नेलाई आशिष दिने प्रतिज्ञा गर्नुभएको छ। आज्ञाकारिताले आशिष ल्याउँछ, अनाज्ञाकारिताले न्याय ल्याउँछ। एक इतिहासको पुस्तक साथै 1 र 2 सामुएल र 1 र 2 राजाहरू इजरायल राष्ट्रको पाप, पश्चाताप, क्षमा, पुनःस्थापनाको नमुनाको इतिहास हो। यसैगरी परमेश्वर हामीसँग धैर्यवान हुनुहुन्छ र जब हामी साँचो पश्चातापमा उहाँकहाँ आउँछौं तब उहाँले हाम्रो पापहरू क्षमा गर्नुहुन्छ। 1 यूहन्ना 1:9। उहाँले हाम्रो दुःखको प्रार्थना सुन्नुहुन्छ, हाम्रो पाप क्षमा गर्नुहुन्छ, हामीलाई उहाँसँगै संगतिमा पुनः स्थापित गर्नुहुन्छ र हामीलाई आनन्दको बाटोमा डोराउनुहुन्छ भन्ने तथ्य हामी यस पुस्तकबाट सान्त्वना लिन सक्छौं। यसरी यो पुस्तक आज हाम्रो यसरी अन्त्य भएको छ र धन्यवाद तपाईहरुले ध्यानसँग सुन्नु भएको लागि।